नमस्कार साथीहरू, आज म एकदमै महत्त्वपूर्ण भिडियो लिएर उपस्थित भएको छु। तपाईँलाई लाग्दैन बालेन शाह र अभिलामी छाने हर्क साम्पाङ अब एउटै मञ्चमा एक हुनु जरुरी छ भनेर? आज हामी सडकमा छौँ, ट्राफिकको धुवाँमा, महँगीको चपेटामा, बेरोजगारीको पीडामा अल्झिरहेका छौँ। हाम्रो देश कता जाँदैछ भन्ने कुरा अझै अन्धकारमै छ। राजनीतिका पुराना अनुहारहरूले हामीलाई थकाइसके। हाम्रा सपनाहरूलाई उनीहरूले आफ्ना स्वार्थका रफ्तारमा कुल्चिसके। अब हामीलाई चाहिएको छ नयाँ सोच, नयाँ ऊर्जा र नयाँ एकता। बालेन शाह, रवि लामिछाने, हर्क साम्पाङ यी तीन पात्रहरू देशका तीन कुनाबाट उदाएका हुन्, तर लक्ष्य एउटै हो, सफा देश, सक्षम नेतृत्व, इमान्दार राजनीति। आज देश एकताको बाटो खोज्दैछ। बालेन, रवि, हर्कको मिलन अब अपरिहार्य छ। बालेन शाह, रवि लामिछाने, हर्क साम्पाङ अब एउटै मञ्चमा एक हुनु जरुरी छ। आज हामी सडकमा छौँ, ट्राफिकको धुवाँमा, महँगीको चपेटामा, बेरोजगारीको पीडामा। हामी काम गर्छौँ, कर तिर्छौँ, सपना देख्छौँ, तर हाम्रो देश कहाँ जाँदैछ भन्ने कुनै अत्तो पत्तो छैन, अन्धकारमै छ। हामी युवाहरूका सपनाहरूलाई पुराना अनुहारहरूले आफ्ना स्वार्थका रफ्तारमा कुल्चिसके। अब देश थाकेको छ, जनता निराश छन्, तर हामी अझै आशावादी छौँ। हामीलाई चाहिएको छ नयाँ सोच, नयाँ ऊर्जा र नयाँ एकता। बालेन शाह, जसले राजधानीको धुलो च्यातेर सपनाको सहर बनाउन थाले। रवि लामिछाने, जसले कलम, माइक र संसद मार्फत युवाको आवाजलाई जनताको आवाज बनाउँदैछन्। हर्क साम्पाङ, जसले पानीको पाइप मात्रै होइन, जनताको आशाको पाइप गाउँसम्म पुर्याइरहेका छन्। यी तीन पात्रहरू देशका तीन कुनाबाट उदाएका छन्, तर लक्ष्य एउटै हो, सफा देश, सक्षम नेतृत्व, इमान्दार राजनीति। आज सडकमा बाइकको आवाज गुन्जिरहेको छ, तर भित्र देश चिच्याइरहेको आवाज अझै अनसुनी छ। अब ती आवाजहरूलाई एउटै दिशामा मिलाउने बेला आएको छ। हामी पार्टीको झन्डा हेरेर होइन, देशको झन्डा बोकेर अघि बढ्न चाहन्छौँ। हामी विभाजन होइन, समावेशी सोच खोजिरहेका छौँ। हामी नारा होइन, परिणाम खोजिरहेका छौँ। प्रश्न उठ्छ, किन यी तीनजना मिल्नै पर्छ? बालेन, सहर प्रशासन कार्यप्रणाली सुधार गर्ने क्षमता। रवि, नीति, शासन र पारदर्शिता ल्याउने जोस। हर्क, गाउँ, जनता र सच्चा सेवाको प्रतिमूर्ति। यी तीनवटै शक्ति जब एउटै दिशामा बहन्छन्, तब देशले पूर्ण विकासको यात्रा तय गर्न सक्छ। एकता नै शक्ति हो भन्ने कुरा यिनले प्रमाणित गर्नुपर्छ। हजारौँ युवाहरू अब बोल्न थालेका छन्। हामी पुरानालाई होइन, नयाँ सोच र इमान्दार नेतृत्वलाई साथ दिन्छौँ। तर साथ जनताले मात्र दिने होइन, नेताहरूबीच पनि समझदारी र सहकार्य जरुरी छ। हामी जनताको अपिल, बालेन, रवि र हर्क, तपाईँहरू फरक मोर्चाका नेता होइन, एउटै क्रान्तिका तीन योद्धा हो। अब तपाईँहरूबीच समझदारी, सहकार्य र साझा दृष्टिकोण आवश्यक छ। देशले तपाईँहरूको एकताको प्रतीक्षा गरिरहेको छ, किनकि इतिहास अब तपाईँहरूको निर्णयमा लेखिँदैछ। यदि तपाईँहरू मिले देश बदलिन्छ, यदि अलग रहनुभयो भने हामी सबैको सपना फेरि अधुरै रहन्छ। अब यिनीहरूको मिलन जनताको आन्दोलन हुनुपर्छ। हामी युवा उठ्नेछौँ, हामी देशलाई जगाउनेछौँ। हामी दल होइन, देश रोज्नेछौँ र हामी नेतृत्वलाई एकता गर्न प्रेरित गर्नेछौँ। देश एकताको बाटो खोज्दैछ। तीन आशा एक भएर अघि बढ्नुपर्छ।